फ्रेन्ड्स, नमस्कार। आज पनि म तपाईहरुसँग चाहिँ एउटा अनबक्सिङ भिडियोको साथमा उपस्थित भइसकेको छु। आजको यो भिडियोमा म तपाईहरुलाई एन्ड्रोइडको एउटा स्मार्टफोनको बारेमा चाहिँ अनबक्सिङ गरेर देखाउँदै छु। यो स्मार्टफोन बजेट मोडलमा रहेको छ, जसलाई चाहिँ हर कसैले पनि अफोर्डेबल प्राइसमा चाहिँ पाउन सक्नुहुनेछ। यसको प्राइस, यसको स्पेसिफिकेसन र यसको केही डिजाइनहरुको बारेमा म तपाईहरुलाई बताउन गइरहेको छु। मेरो यो च्यानलमा पहिलो पटक मैले यो कम्पनीको चाहिँ यो स्मार्टफोनको बारेमा अनबक्सिङ गर्न गइरहेको छु र कस्तो छ के छ तपाईहरुले मेरो यो भिडियो हेरिसकेपछि प्रतिक्रिया अवश्य पनि दिनुहोला भन्दै ल त अब म तपाईहरुलाई यो स्मार्टफोनको बारेमा चाहिँ जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिले यसलाई अनबक्सिङ गरेर देखाउँदै छु। यो हो Samsungको A25 5G यो मोडलको स्मार्टफोन, जसको डिस्प्ले साइज रहेको छ 6.7 इन्चको। यो फोनमा चाहिँ के अन्य कुराहरु छ भन्ने कुरा चाहिँ म अब तपाईहरुलाई यो अनबक्सिङ गरेर नै देखाउँछु। त्यसको लागि मैले एउटा चाहिँ नाइफ लिनुपर्ने हुन्छ। यो नाइफबाट चाहिँ मैले यसलाई यहाँ काट्छु है, यसरी यहाँ यसरी यो दुवैतर्फ काटिसकेपछि अब यसलाई चाहिँ मैले यसरी अनबक्स गर्ने छु। वाउ, यो हेर्नुस्, यसको चाहिँ यो बट्टा हो। यो बट्टामा चाहिँ एउटा प्याक रहेछ। यो प्याकेटमा चाहिँ के छ भनेर भन्दा यसमा यो फोनको बारेमा केही जानकारीहरु, यो पेपर रहेको छ भने यो पेपर छ। एउटा सिम इजेक्ट टुल रहेको छ। यसमा चाहिँ यो फोनमा चाहिँ दुईवटा सिम युज गर्न सक्छौं, अथवा एउटा सिम र एउटा माइक्रो एसडी कार्ड, जुन चाहिँ 1.5 सम्म चाहिँ एक्सपेन्डेबल रहेको छ। यसमा मेमोरी चाहिँ यसको कम भएको हुनाले हामीले यसलाई मेमोरी कार्ड चाहिँ युज गर्नुपर्ने हुन्छ र यो मेन डिभाइस हो। यसमा चाहिँ केही पनि अरु छैन। हेर्नुस्, यो बजेट मोडल भएको हुनाले यो चाहिँ स्मार्टफोनमा हामीले अन्य केही एसेसरिजहरु पाउँदैन। त्यसको लागि यो हेर्न सक्नुहुन्छ। यसको चाहिँ यो अगाडिपट्टि र यो पछाडिपट्टि यसको केही इन्फर्मेसन चाहिँ यही कागजमै रहेको छ। त्यो भन्दा पहिले म यो कागजलाई ओपन गरेर हेर्छु। यो मैले कागजलाई यसरी फाडिदिए। यो कागजलाई हटाइसकेपछि अब मैले यहाँबाट यसरी यसलाई चाहिँ निकाले है। यो स्मार्टफोन मेरो हातमा आइसकेको छ। यो देख्न सक्नुहुन्छ। यो स्मार्टफोन, यसको चाहिँ डिस्प्ले रहेको छ 6.7 इन्चको। यो स्मार्टफोनमा हामीले दुईवटा क्यामेरा पाउँछौं ब्याक साइडमा, र दुईवटा क्यामेरामा एउटा चाहिँ 50 मेगापिक्सलको मेन क्यामेरा र अर्को चाहिँ 2 मेगापिक्सलको चाहिँ माक्रो मोडमा युज हुने क्यामेरा दुईवटा रहेको छ। र यसमा एउटा फ्ल्यास लाइट पाउँछौं भने यसको ब्याक साइडमा चाहिँ यो ग्लासको यहाँ तल्लोपट्टि चाहिँ Samsung भनेर लेखिएको छ। यो कम्पनीको लोगो भइहाल्यो। त्यसैगरी यसको राइट साइड तर्फ हेर्नुस् है, राइट साइड तर्फ भोल्युम अप र भोल्युम डाउन, त्यसैगरी यहाँ चाहिँ पावर बटन, जसमा चाहिँ हामीले यो फिंगरप्रिन्ट पनि यहाँ लगाउन सक्छौं। र यसमा चाहिँ यो हाम्रो फेस डिटेक्ट गर्ने फेस आईडी भनिन्छ आइफोनहरुमा चाहिँ, त्यस्तै एउटा आफ्नो अनुहारबाट यो खोल्न सक्ने फिचर पनि यसमा रहेको छ। र तपाईहरुले यसमा अन्य फिचरहरु पनि लगाउन सक्नुहुन्छ। यो स्टार्ट मैले यहाँ चाहिँ अन गरिसकेको छु स्मार्टफोनलाई। अब यहाँ यसको लुक्स हेर्नुस्, यसको चाहिँ यस्तो लुक रहेको छ। र यो डिस्प्लेको साइज भयो 6.7 इन्च। र अरु यसको यो बडीमा के फिजिकल बटनहरु रहेको छ भन्ने कुरा म देखाउन गइरहेको छु। राइट साइडमा मैले कुरा गरिहालेँ, पावर बटन, भोल्युम अप डाउन। त्यसैगरी बटममा रहेको छ यहाँ चाहिँ टाइप सी पोर्ट र स्पिकर, त्यसैगरी माइक्रोफोन रहेको छ। राइट साइड तर्फ हेर्नुहुन्छ भने यहाँ एउटा सिम ट्रे रहेको छ। यसमा चाहिँ हामीले दुईवटा सिम लगाउन सक्छौं। एउटा सिम अथवा माइक्रो एसडी कार्ड पनि यसमा हामीले यहाँ युज गर्न सक्नेछौं, जुन चाहिँ हामीले मेमोरी एक्सपेन्डेबलको लागि चाहिँ गर्न सक्नेछौं। त्यसैगरी टपमा एउटा माइक्रोफोनको होल पाउनेछौं भने अरु चाहिँ यसमा केही पनि त्यस्तो फिचरहरु रहेको छैन। र यो स्मार्टफोन चाहिँ बजेट मोडलको स्मार्टफोन भएको हुनाले यसको प्राइस चाहिँ म तपाईहरुलाई अन्तमा बताउने छु। यो स्मार्टफोन चाहिँ मैले लिएको छु भने यसैसँग मैले अर्को एउटा ब्लू कलरको पनि स्मार्टफोन लिएको छु। त्यो ब्लू कलरको स्मार्टफोन पनि तपाईहरुलाई म देखाउन गइरहेको छु। र यो सँगसँगै मैले दुईवटा चाहिँ स्मार्टफोन लिएको थिएँ। एउटा चाहिँ मेरो आफ्नो साथीको लागि भनेर, र एउटा चाहिँ मैले यो युज गर्नको लागि, नर्मली युज गर्नको लागि लिएको छु। र त्यो साथीलाई लिएको फोन चाहिँ नीलो कलरमा छ, डार्क नीलो। त्यसको कलर चाहिँ नीलो भए पनि भन्नलाई चाहिँ ब्ल्याक भनेर भनिन्छ। यो स्मार्टफोनमा ब्याट्री रहेको छ 5000 मिलिएम्पियर को। त्यसैगरी यसको चाहिँ वाटर रेजिस्टेन्सको कुरा गर्नुहुन्छ भने चाहिँ IP68 चाहिँ यसले सपोर्ट गर्दछ, जुन चाहिँ हामीले किचनमा हात धुँदा यताउता गर्दा र चिसो हातले समाउँदा केही फरक पर्दैन। यो स्मार्टफोनको वेट रहेको छ 210 ग्राम है। त्यसैगरी यसको रिफ्रेश रेट चाहिँ यसको डिस्प्लेको रिफ्रेश रेट चाहिँ 60 हर्ट्ज को, त्यसैले अलिकति ल्यागिङ गर्छ। यदि 90 हर्ट्ज को अथवा 120 हर्ट्ज को चाहिँ हामीले डिस्प्ले पाउँथ्यो भने एकदम स्मुथली रन गर्ने थियो। यसमा चाहिँ र्याम पनि कम भएको हुनाले यसमा र्याम चाहिँ हामीले 4 GB मात्रै पाउनेछौं। यसलाई स्टोरेज बढाउनको लागि चाहिँ माइक्रो एसडी कार्ड प्रयोग गर्नुपर्ने हुन्छ। र यसमा सीपीयू रहेको छ 2.2 GHz को। त्यसैगरी मैले डुअल सिमको बारेमा कुरा गरिहालेँ। त्यसमा डुअल सिममा
एउटा सिम र एउटा हामीले माइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सक्नेछौँ भने यसमा हामीले युज गर्न मिल्ने भनेको चाहिँ नानो सिम हो। त्यसैगरी यसमा टाइप सी पोर्ट मैले अघि नै कुरा गरेँ चार्जिङको लागि र यो डाटा ट्रान्सफरको लागि भइहाल्यो। यसमा ब्लुटुथ भर्सन चाहिँ 5.4 पाउँछौँ। त्यसैगरी डिभाइसको साइज रहेको छ, यो फोनको लम्बाइ रहेको छ, यसरी लम्बाइ रहेको छ 167.7 mm। त्यसैगरी यो चौडाइ रहेको छ, यसको चाहिँ 77.7 mm र यसको यो मोटाइ रहेको छ 8.5 mm। यो स्मार्टफोन हामीले 3वटा कलर भेरिएन्टमा पाउँछौँ, जसमा चाहिँ ब्लू, ब्ल्याक र लाइट ब्लू रहेको छ। लाइट ब्लू चाहिँ व्हाइट जस्तै नै देखिन्छ, यो पनि डार्क ब्लू नै भनिन्छ यसलाई चाहिँ हेर्दाखेरि लाइट ब्लू जस्तो देखिन्छ। र अर्को एउटा डार्क छ जुन चाहिँ हामीले हेर्दा झट्ट हेर्दाखेरि डार्क नेभी जस्तो देखिन्छ र पनि यो कम्पनीले दिएको नाम चाहिँ यो नै हो, ब्लू, ब्ल्याक र लाइट ब्लू भनेर। यी 3वटा कलर भेरिएन्टमा पाउने यो स्मार्टफोनमा 4GB को र्याम, त्यसैगरी स्टोरेज 64GB को पाउनेछौँ भने यसको CPU 2.2 GHz को रहेको छ। यो सबै मैले तपाईहरुलाई बताइसकेको छु भने यसबाहेकका अन्य फिचरहरू चाहिँ यसमा उपलब्ध छैन। तपाईहरुले यसमा चाहिँ सफ्टवेयर बेसमा चाहिँ तपाईहरुले अपडेटहरू चाहिँ पाइ नै रहनुहुनेछ। यो अहिले हालसालै मात्रै लन्च गरेको स्मार्टफोन हो सामसुङले, जसको मोडल नम्बर रहेको छ A25 5G। साथीहरु, यो नै हो मेरो आजको स्मार्टफोन, जुन चाहिँ ग्लोबली मार्केटमा यो सामसुङले चाहिँ आफ्नो स्थानलाई चाहिँ हरदम पहिलो स्थानमै राख्न चाहन्छ एन्ड्रोइडको अन्य स्मार्टफोनहरुको कम्पनीको तुलनामा। र यो बाहेकका अन्य फोनहरु पनि हामीले मार्केटमा पाउँछौं र यो चाहिँ रिजनेबल प्राइसमा पाउने स्मार्टफोन हो। यसको प्राइस जापानमा 29,900 यानी कि जापानिज येन 30,000 येनमा हामीले यसलाई प्राप्त गर्न सक्नेछौँ। यदि तपाईहरुले सफ्टब्याङ्क, डोकोमो र अन्य क्यारियरबाट लिन चाहनुहुन्छ भने तपाईहरुलाई यसमा चाहिँ क्याम्पेन पनि रहेको हुनाले केही सस्तो पनि पाउन सक्नुहुन्छ, अथवा तपाईहरुले यसलाई सिम फ्री मोडल मार्केटबाट लिन चाहनुहुन्छ भने पनि तपाईहरुले 30,000 रुपैयाँमा चाहिँ यसले लिन सक्नुहुन्छ। र यो थियो मेरो आजको सामसुङ कम्पनीको ए सिरिजमा 25 को 5G मोडल। यो चाहिँ नयाँ मोडल हो, अहिले यो सामसुङले लन्च गरेको, त्यसैले यसको मैले तपाईहरुलाई जानकारी दिएँ। यदि तपाईहरु पनि यो स्मार्टफोन लिन चाहनुहुन्छ भने तपाईहरुले सामसुङको डिलरहरुबाट चाहिँ लिन सक्नुहुन्छ, अथवा क्यारियरबाट तपाईहरुले कन्ट्र्याक्ट सहित लिन सक्नुहुनेछ, जसको लागि चाहिँ तपाईहरुले केही सस्तो पनि पाउनुहुन्छ। सस्तो भन्नाले तपाईसँग त्यो प्लान चाहिँ क्यारियरमा जोडिनु हुनाले त्यो सस्तो परेको होइन भने यो फोनको एक्चुअली प्राइस चाहिँ कम्पनीले राखेको जापानमा 30,000 जापानी येन नै हो। हस् त साथीहरु, तपाईहरुलाई यो स्मार्टफोन कस्तो लाग्यो? यदि तपाईहरु पनि बजेट रेन्जको चाहिँ स्मार्टफोन लिन चाहनुहुन्छ भने मेरो विचारमा यो सामसुङको यो ग्यालेक्सी A25 5G यो अहिलेको चाहिँ नयाँ रहेको छ, यो तपाईहरुले लिन सक्नुहुनेछ। हस् त, यसको साथसाथै आजको लागि यो अनबक्सिङ भिडियो र यसको केही इन्फर्मेसन तपाईहरुलाई शेयर गरे। भिडियो कस्तो लाग्यो मन परेमा लाइक गरिदिनु होला र यो भिडियो अन्य साथीहरुलाई पनि शेयर गरिदिनु होला, ताकि उहाँहरुले पनि यो स्मार्टफोनको बारेमा बुझेर जानेर उहाँहरुले यदि लिन चाहनुहुन्छ भने पनि यो फोन लिन सक्नुहुने छ भन्ने उद्देश्यका साथै तपाईहरुलाई मैले यो अपिल गर्दैछु। र यो अनुरोधका साथसाथै यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला र बेल आइकनलाई बज गर्नु होला। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट चाहिँ गर्न नभुल्नु होला। यो तपाईहरुले गर्नुभयो भने मलाई केही हौसला मिल्नेछ आगामी दिनमा यस्तै भिडियोहरू बनाउनको लागि। र आगामी दिनमा पनि म तपाईहरु समक्ष यसरी नै अन्य केही ग्याजेटहरुको अनबक्सिङ र केही प्रोडक्टहरुको चाहिँ रिभ्यू र केही ट्युटोरियलको बारेमा जानकारी लिएर आउने नै छु, र केही इन्फर्मेटिभ भिडियोहरु तपाईहरुले अवश्य पनि मेरो च्यानलमा चाहिँ प्राप्त गर्नुहुनेछ। त्यसैले यो जानकारीका साथसाथै आजको लागि भने बिदा चाहन्छु। हस्त, नमस्कार। तपाईहरुको दिन शुभ रहोस्। बाइ बाइ।